हेलो साथीहरु नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ एपिसोडमा र मेरो साथमा हुनुहुन्छ मिस्टर पुन ब्याक अगेन। सो आज हामी दुई जनाले चाहिँ तपाईहरुलाई जबको अपडेट गराउनको लागि यो भिडियो एकदम तत्काल हैन इमिडिएटली गरौँ भनेर चाहिँ सोचेको। स्पेशली हामी नेप्लिज इन्डियनहरुको लागि चाहिँ यो चाहिँ फेरि हामी साउथ एसियनलाई चाहिँ अब फेभरेबल छ र हाम्रो खास गरेर नेप्लिजहरुलाई चाहिँ हाम्रो पनि इम्पोर्टेन्ट हुन्छ है। स्पेशली हाम्रो यो नेप्लिज जति पनि दुबईमा भिजिटमा आउनु भएको छ अथवा आउने प्लानमा हुनुहुन्छ नि उहाँहरुको लागि यो इन्फर्मेसन लिएर आएको हो। एकदम छिटो छ, एकदम हायरिङ चलेको छ अहिले। अल्सायले हायरिङ ओपन गरिसकेको छ। अल्साय भन्ने लगभग सबैलाई थाहा होला हैन। थाहा नभए अल्साय चाहिँ भने त कस्तो भन्दाखेरि एकदम दुबईको मान्नेको र गभर्नमेन्ट अथराइज कम्पनी हो। त्यो चाहिँ सैलरी पनि नर्मली 3000 दी प्लसमा दिन्छ के 3500 500 सम्म 3000 सम्म किनभने स्टाफ वार्डदेखि सुरु हुन्छ हैन। स्टाफ वार्ड भन्ने तपाईलाई थाहै छ, डिशवासर हैन, त्यहाँदेखि स्टार्ट हुन्छ जब चाहिँ त्यो माथि माथि अपग्रेड हुँदै जाने हो। अब कफी बोयहरू, स्टाफ वर्कहरू या चिज केक सबैमा हुन्छ। त्यो हिसाबले चाहिँ अब नेप्लिज चाहिँ खास गरेर यो होटल लाइनतिर 22 स्टार लाइनतिर बढी भएको हुनाले उहाँहरूलाई चार्ज बढी पनि हुन्छ। त्यही हो आज चाहिँ तपाईहरुलाई खास आज हामीले यो भिडियो गराउनुको उद्देश्य भनेको नै बारिस्टरको लागि हो स्पेशली है। अरु पोजिसनको लागि भ्याकेन्सी त छ तर स्पेशली बारिस्टरको लागि हामीले टार्गेट गरेर यो भिडियो गराएको। जो कोही बारिस्टर सिकेर बस्नु भएको छ हैन या त सिक्ने चाहनुहुन्छ भने दुबईमा भिजिट भिसामा हुनुहुन्छ भने अथवा एम्प्लोइ भिसामा हुनुहुन्छ भने उहाँहरुको लागि अहिले अल्सायले भ्याकेन्सी ओपन गरेको छ बारिस्टर है त। स्टारबक्सको लागि 22 स्टार डिशवासर र चीज केकको लागि पनि छ। अब त्यो कसरी एप्लाई गर्ने म तपाईलाई चाहिँ स्क्रिन मेरो ल्यापटपको स्क्रिनमै गएर मजाले स्टेप बाइ स्टेप देखाउने छु है। र प्लस अल्सायको त्यो लिंक पनि तपाईहरुले डिस्क्रिप्सन राखेको हुन्छ। त्यहाँ गएर नि टच गरेर डाइरेक्ट लिंकमा गएर करियरमा गएर त्यहाँबाट आफ्नो डिटेल सबै कुरा बुझ्न सक्नुहुन्छ। अनि कसरी एप्लाई गर्ने स्टेप बाइ स्टेप नछुटाइकन स्किप नगरिकन हेर्नु होला, नत्र फेरि तपाईले झुकिनुहुन्छ। कसरी सिभी हाल्ने, कसरी हैन पासपोर्ट डिटेल सबै डिटेल्स कसरी हाल्ने म सबै तपाईलाई। डेट चाहिँ एकदम कम छ, यो चाहिँ अलिकति 1 महिनाभित्रमा गर्नु होला किनभने अलि डेट कम हो। 10-15 दिन भित्रमा गरिहाल्नु आउँछ भ्याकेन्सीहरु त अहिले सर्टेन टाइममा हायर गरेको रहेछ। यसको लागि चाहिँ अलिकति टाइम कम भएको कारणले सक्छम भिडियो हेरेको तुरुन्तै। अब सेलरी के कति हुन्छ भनेर म छोटकरीमा है सर भनिदिहाल्छु। स्टारबक्सको बारिस्टरको लागि तपाईले एप्लाई गर्नुहुन्छ भने हैन इन्ट्री लेभलको लागि स्टार्टिङ 3500 दिरहम हो प्लस इन्सेन्टिभ हुन्छ 600 तपाईको 4100 4000 समथिङ तपाईको यो मन्थली भयो। 4000 लाई तपाईले नेपालीमा कन्भर्ट गर्नुहुन्छ भने लाख 1 लाख 40 35 1,35,000 समथिङ यति भेट्छ है त। यो फेरि आफ्नै बस्न आफ्नै रुम कस्ट र फुड कस्ट अनि ट्रान्सपोर्टेसन कस्ट फेरि आफ्नो हो। फेरि तपाईले कसरी म्यानेज गर्नुहुन्छ त्यो 80-90 हजार त बचाउनु हुन्छ मजाले हैन। 80-90 भन्दा नि 1 लाख बच्छ मोटामोटी हिसाबले। अब 4000 मा तपाईँ 1000 चाहिँ कस्ट खर्च भयो पनि हैन 3000 बच्छ। 3000 नेपाली लगभग 1 लाख त चोखो हो के। त्यो नेपाल भएको लागि दुबईमा भएको होला त लगभग। ल साथीहरु अब सेलरी यो भइहाल्यो। ड्युटी आवर 8 घण्टा हो, 1 घण्टा ब्रेक, टोटल 9 घण्टा। अनि यसको ब्रान्च छैन टन्नै छ दुबईमा, तपाईलाई जुन ब्रान्चमा पनि पार्न सक्छ अल्सायले। यसको स्टेप भनेको तपाईलाई त्यही हो, सिभी हालेपछि तपाई सर्ट लिस्टमा फेरि अल्साय कम्पनीले कल आउँछ। कल आएपछि इन्टरभ्यूमा बोलाउँछ पहिलो ग्लास बोला त ग्लास। अनि इन्टरभ्यू पास भइसकेपछि इन्टरभ्यू पास भयो भने बल्ल तपाईको अर्को सेकेन्ड स्टेप मेडिकल हुन्छ। मेडिकल भएपछि नर्मल भइहाल्छ। त्यसपछि त अफर लेटर सेन्ड तपाईहरुलाई मेन कुरा सर्ट लिस्टमा पर्न सम्भावना बढी हुन पर्छ के। सम्भावना सर्ट लिस्टमा भइसकेपछि त्यस इन्टरभ्यू फेस गर्नु भन्ने कुरा तपाईसँग अनुभव छ भने त्यो ठुलो कुरा हैन। र उले चाहिँ इन्ट्री लेभलको हालेको त्यसमा हल्का माइनर तपाईसँग नलेज अलिकति भइदिएपछि बस हुन्छ के। त्यही हो तपाईले एप्लाई गर्न ध्यान दिनुपर्ने डकुमेन्ट्सहरु एकदम तयार गर्नुस् है त। कभर लेटर बनाउनुस् हैन। अनि तपाईको अरु डकुमेन्ट्स के जस्तै +2 गरेको के छ पढेको त्यो ट्रेनिङको छ, ट्रेनिङ पनि हाल्यो। ट्रेनिङको सर्टिफिकेट छ त्यो पनि राख्नु। सर्ट लिस्टमा पर्ने चान्स अनि एउटा सिभी रिज्युम बनाएर राख्नुस् टक्क चिटिक्क लाएर। 1-2 वर्ष बारिस्टरमा गरेको भनेर जुनै ठाउँमा पनि नेपालमा भयो नि चाहे दुबईमा भयो नि हैन हाल्नुस्। त्यसपछि त ल तपाई सर्ट लिस्टमा पर्नु मात्र बाँकी। सर्ट लिस्टमा परेपछि बाँकी ओके साथीहरु अब तपाईलाई म स्क्रिनमा गएर कसरी एप्लाई गर्ने भनेर देखाउँछु है त। ओके गाइस लेट्स गो फर स्क्रिन। ओके सबैभन्दा पहिला सुरुमा तपाईँ आफ्नो गुगलमा गएर अल्साय क्यारिस टाइप गर्नु होला है त। टाइप गरिसकेपछि यो पहिलो लाइनमा गएर क्लिक गर्नु होला। अनि त्यसपछि फेरि क्यारिस जुन पहिलो पेज छ त्यहाँ गएर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यसरी अल्सायको हैन पेज खुल्छ। यहाँ देख्न सक्नुहुन्छ है त। एकदमै धेरै भ्याकेन्सीहरु यहाँ सबै थरीको
जब भ्याकेन्सीहरू तपाईँलाई एभाइलेबल देख्न सक्नुहुन्छ। अनि यहाँ आएर तल एक्सप्लोर अल अपर्च्युनिटी भन्ने ठाउँमा क्लिक गर्नु होला है त। फेरि यहाँ क्लिक गरिसकेपछि तपाईँ यहाँ फेरि तलपट्टि आएर देख्न सक्नुहुन्छ भ्याकेन्सीहरू कुन कुन पोजिसनको लागि होइन एभाइलेबल छ त भनेर यहीँ देख्न सक्नुहुन्छ है। रेस्टुरेन्ट म्यानेजर युए कै लागि, रेस्टुरेन्ट सुपरभाइजर युए कै लागि, यो चाहिँ ब्रान्डको नाम हो। बसर पिएफ चेङ युए को लागि, कुवेतको लागि छ यहाँ टन्ने, कतारको लागि पनि छ है। गल्फ कन्ट्री जति पनि छ त्यहाँ सबै अल्साइकै छ नि त ब्रान्ड, त्यही भएर चिज केकको लागि छ। स्टुवर्ड भनेको तपाईँको डिसवासर भइहाल्यो होइन, बस भए भनेको रनर फुड रनर भइहाल्यो, ग्राफिक डिजाइनर छ। तर हामी चाहिँ सेकेन्ड पेजमा गएर बारिस्टाको लागि खोज्छौँ है त, किनभने बारिस्टाको लागि बनाएको भिडियो यो। सिनियर बायर भने छ है, सिनियर मार्केटिङ म्यानेजर सबै छ। क्रू मेम्बरको लागि पनि छ। यहाँ बारिस्टाको लागि चाहिँ हामीले एप्लाई गरेर देखाउन सक्छौँ है त तपाईँहरूलाई। बारिस्टा स्टारबक्स युए को लागि यहाँ यसरी मैले बारिस्टाको लागि क्लिक गरिसकेँ। अब त्यहाँ तपाईँ देख्न सक्नुहुन्छ कमसेकम मिनिमम 2 वर्षको एक्सपिरियन्स हुनुपर्छ भनेछ है त। अनि यहाँ गएर क्लिक गरिदिनु होला एप्लाई नाउमा। एप्लाई नाउमा क्लिक गरिसकेपछि यसरी तपाईँको यहाँ इमेल आइडी, तपाईँको इमेल आइडी हानेर होइन, पासवर्ड हानेर अनि त्यहाँ क्लिक गरेर जस्ट यो पेज खोल्नको लागि चाहिँ तपाईँले आफ्नो इमेल आइडी हाल्नु सक्नुहुन्छ है त। अनि यो हानिसकेपछि तपाईँलाई यहाँ अपलोड रिज्युम होइन, एप्लाई विथ लिङ्क्डइन भनेछ, अनि कन्टिन्यू विथ एप्लिकेसन भनेछ। म चाहिँ कन्टिन्यू विथ एप्लिकेसनमा क्लिक गरिदिन्छु है त। क्लिक गरेपछि यसरी पेज खुल्छ फेरि यो। अब यहाँ चाहिँ तपाईँको मेन पर्सनल डिटेल्सहरू भन्न पर्ने हुन्छ त। यसरी जसरी मैले भनेको छु मोहन पुन नाम, फेरि प्रिफरेन्स नेम मोहनै राख्दैछु, इमेल एड्रेस हाल्दैछु मैले यहाँ है त। तपाईँले पनि आफ्नो इमेल आइडी हाल्नुहोस् जुन तपाईँले चलाइराख्नुहुन्छ है त। मोहन AKS17@gmail.com हाने मैले है त। अब यहाँ सेकेन्डमा चाहिँ सिटी हो, सिटी हाल्नुहोस् तपाईँको दुबई, कन्ट्री दुबई है त, युनाइटेड स्टेट इमिरेट्स, यहाँ पनि स्टेट दुबई नै। फोन नम्बर तपाईँको प्रोभाइड गर्नु होला, 2टा नम्बर है त, फोन नम्बर र मोबाइल नम्बर, किनभने एउटा नम्बरमा लागेन भने अर्को नम्बरमा कन्ट्याक्ट गर्नुहुन्छ नि त उहाँ अल्साईको स्टाफहरूले। 2टा नम्बर प्रोभाइड गरिदिनु होला जसरी मैले यहाँ गरेको छु देख्नु। एउटा मेरो साथीको हाले, एउटा मैले मेरो हाले भनेपछि त्यसै गरी तपाईँले पनि हाल्न सक्नुहुन्छ है त। तपाईँको पार्टनर रुम पार्टनरको। अनि बाँकी चाहिँ यहाँ नेसनालिटी नेपाल भइहाल्यो, सेकेन्ड नेसनालिटी पनि नेपाली भइहाल्यो, थर्ड पनि त्यही हो नेपाली भइहाल्यो। यति गरिसकेपछि चाहिँ तपाईँले यहाँ सेभ एन्ड कन्टिन्यू गरिदिनुहोस् है त। सेभ एन्ड कन्टिन्यू गरिसकेपछि फेरि यहाँ केही इन्फर्मेसन भन्नुपर्ने हुन्छ है त। डु यु हेभ एनी रिलेटिभ्स अल्सो हानेछ, नो है त। यहाँ नो गरिदिनु होला, नन अफ द एप्लाई टु मी भनेर। त्यसपछि फेरि यहाँ इफ यु रिक्वायर अफ वर्क भिजा आर यु वाइलिङ टु कन्डक्ट द मेडिकल स्क्रिनिङ भनेपछि यस अफकोर्स भन्छ। अनि तपाईँको जेन्डर होइन, जेन्डर मेन्सन गरिदिनु होला, तपाईँको अनि डेट अफ बर्थ है त, 1992 मन्थ। त्यसपछि तपाईँको यहाँ डे पनि हालिदिनु होला है त, सेप्टेम्बर मन्थ हाले, डे 27 अनि कन्टिन्यू गरिदिनु है त। आफ्नो डेट अफ बर्थ हालेपछि कन्टिन्यू गरिदिनु होला। डु यु हेभ अ करेन्टली भ्यालिड भिजा भने चाहिँ युएको यस अफकोर्स भने टक्क लगाएर फेरि तपाईँको त्यो भिजा एक्सपाइरी डेट हालिदिनु होला है त। तपाईँको कुन छ, इम्प्लोइमेन्ट भिसा छ कि भिजिट भिसा छ। मेरो इम्प्लोइमेन्ट भिसा छ, म इम्प्लोइमेन्ट भिसामा गएर टिक गर्छु। त्यसपछि त्यसको मैले होइन भ्यालिड डेट हाल्छु है त। तपाईँ आफ्नो भिजिट भिसा छ भने आफ्नो भिजिट भिसाको भ्यालिड डेट हाल्नु होला। यसरी हालेपछि फेरि कन्टिन्यू गर्नु होला। कन्टिन्यू यहाँ फेरि केही रिक्वायरमेन्टहरू छ होइन, क्वेसनहरू। तपाईँसँग एक्सपिरियन्स होइन कति छ त, लगभग फुड बेभरेजमा भनेको छ। मैले तपाईँ जति छ त्यति हाल्नु होला है त। 1 देखि 3 वर्ष, 3 वर्ष या त 1 देखि 12 महिना, म 1 देखि 3 वर्षको हालिदिएँ।
अनि डिस्क्राइब योर इङ्ग्लिस ल्याङ्ग्वेज स्किल भनेछ बिगिनर छ भने बिगिनर गर्दैन इन्टरमिडिएट भन्यो भने इन्टरमिडिएट हाल्दैन अनि अर्को एडिसनल डिटेल्स है त डु यु हेभ अ भ्यालिड पासपोर्ट यस अफकोर्स डु यु हेभ अ 6 month भ्यालिडिटी अनि पासपोर्ट यस तपाईँको पासपोर्ट नम्बर यहाँ है त इन्टर गर्नु होला है त यो मेन्डेटरी हो है अल्साइले पासपोर्ट नम्बर पनि खोज्छ पासपोर्ट नम्बर हाल्नुहोस् यसरी पासपोर्ट नम्बर हानिसकेपछि चाहिँ तपाईले फेरि पासपोर्ट यहाँ सेकेन्डमा नेसनलिटी छ नि त्यो पनि हान्न पर्ने हुन्छ है त यो पासपोर्ट नम्बर हानिसकेपछि पासपोर्ट नेसनलिटी आफ्नो नेपाली अनि बर्थ अफ कन्ट्री हैन नेपाल यो ठिक यो जबको लागि तपाईले कहाँबाट एप्लाई गर्नुपर्छ भनेपछि त्यो यस अर नो गर्न नेपालबाट त हैन पक्कै पनि हैन दुबईबाटै गर्नुपर्छ त्यो नो गरिदिनु होला अनि तपाईको नोटिस पिरियड भनेको कति छ त इमिडिएटली हो कि 1 महिना हो म चाहिँ इमिडिएटली हाल्दिए अनि तपाईको करेन्ट स्यालेरी कति छ अहिले त्यो मेन्सन गरिदिनु होला यति छ भनेर तिराममा अनि बाँकी के छ त बेनिफिट्स भनेपछि अब बोनस भनेर मैले मेन्सन गरिदिए यसै गरेपछि कन्टिन्यू गरिदिनुस् कन्टिन्यू गरिसकेपछि फेरि यहाँ केही डकुमेन्ट्स तपाईले यहाँ अपलोड गर्नुपर्ने हुन्छ जस्तै रिज्युम भयो फर्स्टमा रिज्युम मैले चाहिँ अपलोड गरिदिहालेँ त फटाफट यस तपाईको सीबी यो अपलोड गरिदिनु अनि सेकेन्डमा छ हाम्रो कभर लेटर थर्डमा छ डकुमेन्ट्स पेस्ट गर्नु छ त मैले तपाईको केही ट्रेनिङ गरेको हैन सर्टिफिकेट हुन्छ स्कुलको सर्टिफिकेट हुन्छ एक्स्ट्रा त्यो पेस्ट गरे पनि अझ तपाईको बलियो हुन्छ प्रोफाइल त्यसपछि थर्डमा चाहिँ कभर लेटर पनि मैले यसरी अपलोड गरिदिए कभर लेटर भनेको खासै मेन्डेटरी त हैन तर तपाईले हाल्यो भने अझ राम्रो प्लस पोइन्ट गर्छ कि त्यसैले चाहिँ कभर लेटर बनाउनु होला कभर लेटर कसरी बनाउने भन्दाखेरि एकदम सिम्पल छ लेटर लेखे जस्तै हो ल यसरी कभर लेटर पनि पेस्ट गरेपछि तीनटै डकुमेन्ट्स पेस्ट भयो अब यसलाई कन्टिन्यू गरिदिनु होला कन्टिन्यू गरेपछि बाकी सबै चेक गरेपछि यस गरिदिनु है त टिक क्लिक गरिदिनु होला अनि कन्टिन्यू गरिदिनु होला हाउ डिड यु हियर अबाउट दिस अपर्च्युनिटी छ मैले चाहिँ यो अल्साईको जब भ्याकेन्सी चाहिँ मैले लिंक्डइनबाट थाहा पाएको त्यो लिंक्डइन गरे तपाईले केबाट थाहा पाउनुभयो फेसबुकबाट केबाट त्यही हाल्न सक्नुहुन्छ है त त्यसपछि सबमिट भयो तपाईको है त अल डकुमेन्ट्स प्रोफाइल सबमिट भयो अल्लै साथीहरु तपाईले अब देख्नु भयो नि स्क्रिन रेकर्डमा यसरी एप्लाई गर्ने भनेर स्टेप बाइ स्टेप मैले तपाईलाई बताइसके त्यसरी नै नछुटाइकन एप्लाई गर्नु होला है त साथीहरु ओ माय गॉड त्यसरी नछुटाइकन एप्लाई गर्नु होला साथीहरु है सर्ट लिस्टमा पर्न मात्र गाह्रो हो सर्ट लिस्टमा परिसकेपछि तपाई लगभग 50% तपाईको सिलेक्सन भयो अनि त्यसपछि इन्टरभ्यु हुन्छ इन्टरभ्यु भएपछि इन्टरभ्यु त मजाले गर्छ तपाईको राम्रो इंग्लिश छ भने इंग्लिशलाई पनि सक्दो सुधार्नुस् साथीहरु छैन भने सुधार्नुस् निखार्नुस् आर यो 22 का हैन अनि आर यो स्टेवार्ड त नर्मल भइहाल्यो हैन त्यो सबैलाई थाहा हुने कुरा हो त्यसमा मेसिनरी आइटमहरु जति पनि हुन्छ कफी मेकर मेसिनहरु र अब स्टेवार्डको लागि मेसिनहरु हाउ टु युज त्यो त नलेज राख्नुस् किनभने मेन कुरा भनेको मेसिन आइटम देखियो बाकी त अब इन्टरभ्यु त फेस टु फेस गर्ने त आफुले प्र्याक्टिस गरेर ऐना छैन हेरेर हैन या अब यस्तो मोबाइलमा भिडियो बनाएर आफु फेस टु फेस इन्टरभ्यु ट्राई गर्नुस् चित्त बुझ्छ फेरि ट्राई गर्नुस् फेरि चित्त बुझ्छ फेरि ट्राई गर्नुस् 1 2 3 टाइम गरिसकेपछि तपाई आफै पर्फेक्ट हुन्छ कि इन्टरभ्युको लागि त्यसलाई धेरै आत्तिनु पर्दैन सिलेक्सनमा पर्ने बित्तिकै तपाईले आफ्नो इन्टरभ्युको तयारी गर्नुस् म भनौं इन्टरभ्युमा सोध्ने भने तिमीलाई तपाईहरुलाई कफीको बारेमा पक्का सोध्छ मेसिन आइटम खालहरु मेसिन आइटम सोध्छ लातेहरुको बारेमा सोध्छ अनि त्यो इन्टरभ्यु कटेपछि तपाईलाई त्यति बेलै भन्छ सिलेक्सन हैन अनि तपाईलाई त्यही सिलेक्सन कुन ब्रान्चमा हाल्नु त्यो पनि त्यही भनिन्छ अनि त्यसपछि तपाईको मेडिकल के रे अफर लेटर पठाइन्छ अफर लेटर पठाउने बित्तिकै मेडिकल चाहिँ त्यसको 1 महिना भित्रमा भिजा आउँछ काममा लाग्ने मेन कुरा चाहिँ के हो भन्दाखेरि तपाईले सीबी र आफ्नो डकुमेन्ट चाहिँ एकदम स्ट्रङ गराउनुस् के तपाई सर्ट लिस्टमा पर्ने सम्भावना राख्नुस् आफुलाई के भने सबभन्दा भने 50% भने तपाई सर्ट लिस्टमा पर्नु भयो नि तपाई ओके हो बाकी 50% मात्रै 28% चाहिँ इन्टरभ्युले हुन्छ हैन अब 28% भनेको तपाईँ मेसिनरी आफ्नो नलेजहरु हुन्छ जुन कपी मेकिङ या भनौं अरु अब एचएनएम हरु अरु चीज फ्याक्ट्री भन्नेहरु छ हैन तिनीहरुको सम्बन्धी नलेज जब छ भने त्यो सम्बन्धीको कुरा तपाईले भन्न सक्नु भयो भने त्यो आफ्नो टकिङ क्यापेसिटी हो है त
बाँकी त भन्नु अल्सरमा चाहिँ अरू पनि भ्याकेन्सी छ है। स्टुवार्ड भनेको अब डिसवासर भाँडा माज्नेहरूको लागि पनि छ होइन। अनि जो कोही अब मेकअपको सुपरभाइजरहरू हुन्छ नि, मेकअप आर्टिस्टहरूको लागि पनि छ, वेटरहरूको लागि पनि छ। तर मैले चाहिँ अहिले स्पेसली यो बारिस्टरको लागि भनेर गराएको। बारिस्टरको सेलरीहरू के छ म तपाईँलाई भनिदिएँ, ड्युटी आवर्सहरू होइन, एकदम राम्रो छ, यसमा फ्युचर छ है। बाँकी तपाईँले आफै नेपालमा गएर कफी सप पनि खोल्न सक्नुहुन्छ। ओके गाइस, यति भन्दै नेप्लिजहरू चाहिँ धेरै रक्सीतिर होइन यो जुसतिर लाग्नुहोस्। हामी चाहिँ अलमन्डको जुस खाइरहेछौँ होइन, पिइरहेछौँ भन्दा पनि खाइरहेछौँ भन्दा पनि यो जाड रक्सी भन्दा पनि जुसतिर ध्यान राख्नुहोस्। ल त साथीहरू, यति भन्दै आजको भ्लगलाई यहीँ अन्त गर्छु है त। सब्सक्राइब गर्न नबिर्सिनु।